नमस्ते छ्याजाडो सम्पूर्णलाई। आज पनि फेरि हजुरहरु सामने नयाँ छोटो भ्लग लिएर आएकी छु। आशा छ हजुरहरुले मेरो भिडियो हेरिदिनु हुनेछ र मन पराइदिनु हुनेछ। र यदि हजुरहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र मेरो भिडियोहरुलाई लाइक, शेयर, कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु। र आज किन भिडियो लिएर आउँदै छु भन्दाखेरि चाहिँ हाम्रो नजिकैको छिमेकी गाउँ मादी गाउँपालिका वडा नम्बर 5 ठुलसारा गाउँमा जाँदैछु। र केको लागि जाँदैछु भन्दाखेरि हामी गुरुङहरूको मृत्यु भइसकेपछि गरिने अन्तिम संस्कार जो अर्गु भनिन्छ, अर्गुमा जाँदैछु। र त्यो अर्गुमा चाहिँ हाम्रो थाम लामजट होदी समाजबाट छाडु नाच, हाम्रो गुरुङहरूको संस्कृति झल्किएको एउटा छाडु नाच हुन्छ। छाडु नाच लिएर जाँदैछौँ हाम्रो समाजको। र सरी गाइज, बोल्दा बोल्दा अलिकति सर्की। छ्याडु नाच लिएर जाँदैछु हाम्रो थाम लामजट होदी समाजबाट। र उता चाहिँ के हुनेछ, हाम्रो छ्याडु नाच कस्तो हुनेछ, हाम्रो गुरुङहरूको मृत्यु भइसकेपछि गरिने अन्तिम संस्कारहरू कस्तो कस्तो गरिनेछ। आज चाहिँ दोस्रो दिन हो, कस्तो कस्तो गरिनेछ उक्त दृश्यहरू हजुरहरूलाई देखाउने नै छौँ। आशा छ हजुरहरूले पक्कै पनि मन पराइदिनु हुनेछ। स्टे ट्युन गाइज। अब चाहिँ हामी रेडी हुनेछौँ र हाम्रो गुरुङहरूको संस्कृति झल्किएको छ्याडु नाच सँगसँगै हामीले चाहिँ केटा मान्छेले चाहिँ गुरुङ ड्रेस, कछाडहरू, भाङ्राहरू लगाउँछ र हामी महिला टोलीहरूले चाहिँ हाम्रो गुरुङ ड्रेस लगाइन्छ। र अब म रेडी हुनेछु र हेर्दै गर्नु होला है त। ल म रेडी भइसकेँ। हाम्रो गुरुङ ड्रेस लगाएर जाँदैछौँ अब हामी ठुलसारा गाउँ छ्याडु नाच लिएर। हजुरहरूलाई देखाउने नै छौँ उताको हाम्रो छ्याडु नाचहरू। हाम्रो अर्कोको दोस्रो दिन हो, के हुन्छ त्यहाँको दृश्यहरू हजुरहरूलाई देखाउने नै छौँ। हेर्दै गर्नु होला। हामी जाँदैछौँ हिँड्नु के ल हामी चाहिँ जाँदैछु बाटोमा। यता हुनुहुन्छ मेरो मिस्टर राकेश गुरुङ र म जाँदैछु। यता देख्न सक्नुहुनेछ हाम्रो मादी गाउँपालिकाको गेट। मादी गाउँपालिकाको प्रवेशद्वार गेट रहेको छ र हामी जाँदैछौँ। यता पछाडि देख्न सक्नुहुनेछ हजुरहरूले हाम्रो सुनपदेली देख्न सक्नुहुनेछ पछाडि। हामी चाहिँ उकालो लाग्दैछौँ ठुलसारा गाउँतर्फ। र यो बाटो चाहिँ हाम्रो मादी गाउँपालिकाको गाउँपालिका याङचकोट, भैसे, ठुलसारा, धेरै गाउँहरू, मलाई कति गाउँहरू त त्यति थाहा छैन, धेरै गाउँहरू जाने बाटो हो। गाउँ चाहिँ बाटो एकदम राम्रो, सुविधायुक्त, सुविधा सम्पन्न भएको पिच रोड रहेको छ। के भयो मलाई रोटाइदिने भेट छैन यार। हामी चाहिँ खाजा खाँदैछ अब छ्याडु नाचको लागि तयारी। ल छिटो खानु है आमाहरू। हेलो नानी, म छोटो भ्लग गरेको के। ल वेलकम छ है सबैजनालाई मेरो भ्लगमा। ल वेलकम छ सबैजनालाई। ल दाइ यता हेर्नु, मेरो च्यानलमा वेलकम छ सबैजनालाई। हामी चाहिँ अब छ्याडु नाचको लागि तयारी हुँदैछ। ल मैले खाइसकेँ। ल छिटो छिटो खानु है भने।
पुरुष जतिले शिरको टोपी र स्त्री जतिले मोइतो निकालेर 1 मिनटको लागि मौन धारण गरिदिनु हुन आग्रह गर्न चाहे। र मौन धारण गर्नको लागि यो ढोलको आवाजमा सुरु गरिन्छ भने ढोलको आवाजबाट नै अन्त्य गरिनेछ। अहिले चाहिँ हामी ज्वाइँ यो चाहिँ भइसकेपछि हामी छाटो नाच्ने ग्राउन्डतर्फ गइरहेका छौँ।
चाहिँ हामी छ्यारू नाच नाचिसकेर चाहिँ हामी घर आइसक्यो। हजुरहरूलाई के कस्तो लाग्यो मेरो छ्यारू नाचहरू अवश्य पनि प्रतिक्रिया दिनुहोला भन्दै आजको यो छोटो भ्लग चाहिँ यहीँ एन्ड गर्न चाहन्छु। धन्यवाद।